हजुरको नाम के हो र हजुर कहाँबाट आउनुभएको र के समस्या लिएर आउनुभएको भन्नुहोस् त? मेरो नाम किशोर कुमार चौधरी। हजुर। म सोनापुर 9 बालकुन सप्तरिया टोलबाट आएको। हजुर हजुर। मेरो चाहिँ 6 वर्षदेखि हजुर ढाड दुख्ने समस्या थियो। हजुर। अनि यो क्लिनिकमा आएको। हजुर 6 वर्षदेखि ढाड दुख्ने समस्या थियो हजुरको हैन? अनि 6 वर्षमा धेरै ठाउँमा ट्रिटमेन्ट गराउनु भयो है? धेरै ठाउँमा ट्रिटमेन्ट गराए, कुनै ठाउँमा राम्रो भएन। राम्रो भएन। ठिक छ, यहाँ चाहिँ कसरी आइपुग्नु भयो त? यहाँ चाहिँ मैले टिकटक हेरेर आएको। टिकटकमा हेरेर आउनु भएको। ठिक छ, लगभग तपाईको ढाड दुख्ने समस्या र हल्का दुखाइ सरेर दाहिने खुट्टातिर पनि सरेर जान्थ्यो हैन? लगभग 2 हप्ता जति, आज तपाईको 2 विक छ, 2 हप्ता जति पुग्यो है? अब अहिले चाहिँ हजुरले कस्तो भएको छ, कति राम्रो भएको छ त्यो भन्दै? अहिले चाहिँ एकदम राम्रो भएको छ। यहाँ आएर मलाई एकदम सन्तुष्ट भएको छ। सन्तुष्टि छ। जे होस्, जुन तपाईको दुखाइ थियो, जुन 6 वर्षमा धेरै औषधि खानुभयो, धेरै ठाउँमा ट्रिटमेन्ट गर्नुभयो, दुखाइ हुन्थ्यो फेरि छोड्थ्यो हैन? अहिले चाहिँ 2 हप्तामा फिजियोथेरापी यहाँनिर आरोग्य फिजियोथेरापीमा गराएर तपाईलाई कस्तो भएको छ? दुखाइ त भएको छैन नि? दुखाइ भएको छैन, एकदम ठिक भएको छ यहाँ आएर। ठिक छ। अनि 2 दिन अब पछि तपाईँ विदेश पनि जाँदै हुनुहुन्छ है? 2 दिन पछि मेरो फ्लाइट छ। ओके। अब उहाँ चाहिँ 2 दिन पछाडि उहाँ विदेश जाँदै हुनुहुन्छ काम गर्नको लागि। उहाँको ढाडको समस्या एकदम पुरानो थियो, 6 वर्षदेखि उहाँले ढाड दुख्ने, ठिक नहुने। अनि जे होस्, उहाँ चाहिँ अब टिकटक हेरेरै आउनुभएको, तर उहाँले धेरै फाइदा भएको छ। 2 हप्तामा उहाँले एकदम धेरै रिलिफ भएको छ र उहाँसँग टाइम कम्ती भएर अनि आज चाहिँ उहाँ अब जाँदै हुनुहुन्छ। उहाँसँग धेरै समय भएन। अब हुन त अझै केही दिन चाहिँ उहाँले गराउनु भएको अझै राम्रो हुन्थ्यो, तर म उहाँलाई सबै एक्सर्साइजहरू के गर्नुपर्छ भनेर मैले उहाँलाई भिडियो बनाइदिएको छु। अब त्यही एक्सर्साइजहरू उहाँ गएर त्यहाँ चाहिँ गर्नुहुन्छ है भाइ? ओके, ल धन्यवाद बाबु है। ल।